हेलो एभ्रिवान, आज चाहिँ हामी संस्कृति पार्क धरान घुम्न गएको थियौँ। मेरो पनि घर चाहिँ धरानै हो। मेरो माइली दिदी चाहिँ काठमाडौँबाट आउनुभएको थियो अनि उहाँले चाहिँ हेर्ने रहर गर्नु भएर आज हामीलाई छोरीलाई घुमाउन ल्याएको छौँ। यो चाहिँ कस्तो राम्रो बनाउनु भएको छ। अहिले चाहिँ धेरै राम्रो बनाउनु भएको छ। यहाँ चाहिँ सहिदहरूको फोटोहरू राखेर भित्रपट्टि बनाउनु भएको छ। भित्र चाहिँ मैले खिचिनँ, बाहिर मात्र खिचेँ। अनि एकछिन हामीले फोटोहरू पनि खिचेर अनि हामी चाहिँ यहाँबाट लाग्यौँ। ढिलो गएको थियौँ नि त, त्यही भएर नानीहरूलाई भोक लाग्यो भनेर कराइरहेको थियो। त्यही भएर फर्किँदैछौँ। एकछिन धेरै बेर घुम्नु पाइएन, ढिलो गएको कारणले पानी परिदिनभरि बेलुकाखेरि मात्रै गएको थियौँ। दिदीहरू चाहिँ भोलि जानुहुन्थ्यो नि त, त्यही भएर अनि आजै घुमाइदिनु भएको थियो। अनि हेर्नु कस्तो राम्रो हरियाली। यहाँ चाहिँ मेरो नानीले चाहिँ फोटो खिच्ने अरे अनि फोटो पनि खिचाइदियो उसलाई। त्यसपछि हामी अगाडि बढ्यौँ अनि हेर्नुहोस् न कस्तो राम्रो बनाएको छ। कस्तो राम्रो बनाउनु भएको छ। हेर्नुहोस् न, यहाँ विभिन्न जनावरहरूको राखेर बनाएको छ। हेर्नुहोस् है कस्तो राम्रो बस्ने ठाउँमा हेर्नुहोस् न। फुलहरू पनि राम्रो छ। यहाँ फोटो खिच्ने ठाउँ पनि राम्रो बनाउनु भएको छ। दिदीहरू पनि नजिकै हुन्छ अनि आउनुहोस्। धरानको संस्कृति एकदमै राम्रो छ। घुम्न आउनुहोस्, घुमेर जानुहोस्। पहिलाभन्दा धेरै राम्रो भएको छ अहिले। पहिला चाहिँ तल मात्र थियो, अहिले चाहिँ यहाँ माथि पनि बनाउनु भएको छ। ल हेर्नुहोस् त कस्तो राम्रो छ। मेरो नानीहरू कुद्दैछन्। हाई भन भनेको बल्ल सबैले हाई भन्दै हुन्छ। यो संस्कृति पार्क चाहिँ किराँतहरूको संस्कृति झल्काउने बनाउनु भएको छ। यहाँ चाहिँ दाइहरू गीत गाउँदै हुनुहुन्छ अनि बहिनी नाच्दै हुनुहुन्छ।